सो साथीहरू आजको भिडियो कलरसित सुरुवात गरिसकौँ। यहाँ खाना मेरो बनिसकेको छ, मासु। अनि त्यसपछि यहाँ मैले बनाएको नेपाली अचार पनि रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अनि त्यसपछि म बच्चाहरूको लागि यो फुला वगैरह मैले फ्राई गरेर राखिदिएको थिएँ। सो यहाँ हेर्न सक्नुहुन्छ कति धेरै बनाएको छु। अनि त्यसपछि यहाँ फेरि पकौडा बनिसकेको छ। होली हो त गुजिया नबनाउ होइ सक्दिनँ, सो यो गुजिया पनि रेडी भइसकेको छ। अनि त्यसपछि हामीलाई खानाको लागि खानामा पनि सबै रेडी भइसकेको छ। अनि अहिले बसेर खाने हो। यहाँ देख्न सक्नुहुन्छ कलर लगाउन आइसकेका छन्। मैले कलर लगाएको थिइनँ त, जस्तै म बाहिर निस्केँ तस्तै सबैहरूले यति धेरै कलर लगाइदिएर त म त नचिनिने पो भइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ सबैले र होली खेलिरहेका छौँ। सो यहाँ बच्चा पार्टीहरू पनि छन्। सबैले यहाँ आन्टीहरूले सबैले कलर लगाइदिइरहनु भएको छ मलाई। देख्न सक्नुहुन्छ मेरो हालत त। अनि देख्नुहोस् यहाँ बच्चा त पहिल्यैबाट खेलिरहेको थिएँ, त्यो यहाँ बच्चाहरूको त हालत बहुत खराब छ साथीहरू। अनि त्यसपछि यहाँ खाने कार्यक्रम चलिरहेको छ। होलीमा सबैलाई त्यति मिठा गराउन त भइसकेको छ। अनि देख्न सक्नुहुन्छ यहाँ सबैको खाने टाइम भइसकेको छ। यहाँ मेरो यस्तो हालत छ साथीहरू, देख्न सक्नुहुन्छ। सो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरेर जरुर